यो आँखाबाट आँसु आउँछ नि, आँसु झर्छ नि, त्यो आँसुलाई लिम्बूबाट के भन्ने भन्दा लिम्बूमा याक्थुङबेमु त्यो आँसुलाई मिकवा भनेर भन्छौँ। 2 सिलेबल मिक र वा, मिकवा। आसेवारो याक्थुङ सक्थिम सुखिम युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। लामधान ताकसिगेरो सदाझै आज पनि मैले लिम्बू ल्याङ्ग्वेज लर्निङ पार्ट 8 लिएर उपस्थित भएको छु हजुरहरूको लागि। कन थप्ला लिङ्गेन माथिल्लो भाग, बडीको माथिल्लो उपर भाग जुन चाहिँ टाउको मेन हेड पर्छ र यहाँदेखि माथिको अङ्गहरूलाई के भनिन्छ लिम्बूबाट र त्यो सिक्नेछौँ आजको यो क्लासमा। र फर्स्ट हामी यो पार्ट देखिनौँ है। टाउकोलाई लिम्बूबाट थेगेक 2 सिलेबल थेगेक या थेगेक, थागेक पनि भनिन्छ। र थागेकमा सबसे माथिल्लो पार्ट र यहाँनिर टुप्पीलाई के भनिन्छ लिम्बूमा भन्दा 3 सिलेबल मुजोपा। र केसलाई लिम्बूबाट केसलाई थाक ई 2 सिलेबल थाक ई। र यो जुन चाहिँ पार्ट निधार, यसलाई लिम्बूबाट तवा भनिन्छौँ र तवा बा पनि भन्छौँ। र निधारदेखि मुनि पार्टमा आउँदा आँखाको पार्टहरूमा यसलाई आँखी भाउ र यसलाई लिम्बूबाट मिकफुङ 2 सिलेबल मिकफुङ। र मिकफुङदेखि अर्को आयो परेला आइल्यासलाई लिम्बूबाट मिक्साङ। र मिक्साङदेखि जुन चाहिँ यो खोपडी मिक्खोक लिम्बूबाट मिक्खोक 2 सिलेबल। र आँखालाई मिक र आँखाको डल्लालाई, आँखाको भित्री डल्ला रानीलाई मिक्काङ या मिक्काङ। र त्यसरी नै यो आँखाबाट आँसु आउँछ नि, आँसु झर्छ नि, त्यो आँसुलाई लिम्बूबाट के भन्ने भन्दा लिम्बूमा याक्थुङबेमु त्यो आँसुलाई मिकवा भनेर भन्छौँ। 2 सिलेबल मिक र वा, मिकवा। र यसरी नै नोसलाई लिम्बूबाट नेभो 2 सिलेबल ने र भो, नेभोदेखि नाकको दुलोलाई नेभो नाक हङ दुलो, नेभो हङ। र यसरी मुखको पार्टहरूमा आउँदा मुखलाई लिम्बूबाट मुरा 2 सिलेबल मुरा। र जुन चाहिँ तल्लो र माथिल्लो पार्ट यसलाई लिपलाई लिम्बूबाट वसेबा। र वसेबादेखि भित्र जिब्रोलाई टङ लिम्बूबाट मुर्सोप भनेर भन्छौँ। हेकेआङ मुर्सोपदेखि हामीले चपाएर खाने दाँत तित, त्यसलाई लिम्बूबाट हेबो आमेत्तुम। हेकिरिकाङ मुरासिगाङलाम केरम्बा थिक परिकपा चुवात हेकेबेन थियात। र
थुकलाई लिम्बूबाट थ्यात थियात मुखको मात्रो र तल्लो पार्टमा उम्रिने जुङ्गालाई दारी जुङ्गालाई लिम्बूबाट मेधो या मुधो 2 सिलेबल मुधो या मेधो भनेर भन्छौँ। हेकेरिकाङ यो जुन चाहिँ मुखको तल्लो पार्ट एक्टिभ पार्टलाई हामीले याक्थुङबेमो लिम्बूमा सिङदाङ बा अमेतुम हामीले सिङदाङ बा भन्छौँ। सिङदाङ बा र यतापट्टिको साइडको दुईटा पल्लो र वल्लो लेफ्ट एन्ड राइट साइडको कान हामीले जुन चाहिँ बोलेकोहरू सुन्छौँ नि त्यो कानलाई हामी लिम्बू याक्थुङबेमो नेघो भन्छौँ। नेघो 2 सिलेबल नेघो र नेघो कानको दुलो जुन छ नि त्यो दुलोलाई नेघो कान हङ दुलो र हामीले यो गालाको पार्ट यो गालालाई लिम्बूबाट के भन्छौँ भन्दा गाला नेदेङबा 3 सिलेबल नेदेङबा। त्यसरी नै यो डल्लै फेसलाई के भन्ने लिम्बूबाट यो डल्लै फेसलाई भन्दा नारा या नावा पनि भन्छौँ र नारा पनि भन्छौँ। हेड टाउको पार्टहरूमा पर्ने अङ्गहरूलाई हामीले लिम्बूबाट के भन्छौँ याक्थुङबेमो थे अमेतुम खेन आहु आसी सेकासँग आदाङबादाङ मसिरे कन याक्फा इन्सिरा थाङ्या इरा नमा आहु आसी इरा केहु आसी इरा फाङ्गानी ग्याङ यम्बा निङसाङ चोगिगे। आजलाई यति नै र यसरी नै बडीको डिफ्रेन्ट पार्टहरू लिएर हजुरहरू माझमा फेरि पनि आउने छौँ। आजको यो पाठबाट हजुरहरूलाई केही न केही तपाईँहरूले लिनुभयो सिक्नुभयो होला भनेर हामी आशा गर्छौँ र तपाईँहरूले पक्कै पनि सिक्नुभयो है। यसरी नै यस्तै राम्रो पाठहरू लिएर फेरि पनि हजुरहरूकोमा आउने नै छौँ। तबसम्मको लागि म बिदा लिन चाहन्छु। सेम्मु इनाका सेम्मु इ नोगेन्दो।